पुलिसको हातमा पेस्तुल पनि छ, अनिखेर चक्कु तल राख भन्दाखेरि नमानेर चाहिँ उल्टै चक्कुले चाहिँ मान्छेलाई काटिरहेको छ क्या। यो भिडियो हेर्नुहोस् त। कतिपयलाई चाहिँ यो घटना के हो भन्ने लाग्न सक्छ होइन। कतिपयलाई चाहिँ थाहा नै छ यो घटना चाहिँ अमेरिकामा भएको घटना होइन। अमेरिकामा घुम्न गएको बाउले चाहिँ आफ्नै श्रीमती छोरी ज्वाइँलाई चाहिँ चक्कु प्रहार गरेर हत्या गरेको घटना। यो चाहिँ अहिले त्यो प्रहरीले चाहिँ कैद गरेको चाहिँ भिडियोहरू अहिले चाहिँ सार्वजनिक भइरहेको छ होइन। भिडियो हेर्दाखेरि त शरीर एकदमै जिरिङ्ग भएर आयो क्या होइन। पुलिसले चाहिँ नि पेस्तुल हातमा लिएर चाहिँ नि होइन त्यो नाइफलाई तल फाल भनेर भनिरहेको हुन्छ, तर उल्टै त्यहाँ मान्छे काटिरहेको छ क्या होइन। बिचरा त्यो एउटा बच्चा होइन। पुलिस सही टाइममा त्यो समयमा नपुगेको भएदेखि आफ्नो बुढी, आफ्नो छोरी, आफ्नो ज्वाइँ सँगसँगै होइन त्यो बच्चाको पनि हत्या गर्ने रहेछ क्या होइन। त्यो टाइमिङमा पुलिस पुगेर होइन त्यो बच्चाको चाहिँ बचाउन सफल हुनुभएको रहेछ क्या। अनि यस्तो घटनाहरू देखेर चाहिँ एकदमै छक्क लाग्छ, अचम्म लाग्छ क्या। मान्छेहरूले कसरी गर्न सक्छ क्या यस्तो अपराधिक क्रियाकलापहरू कसरी गर्न सक्छन् क्या होइन। आफ्नै बाउले आफ्नै बुढी, आफ्नै छोरी होइन आफ्नै ज्वाइँलाई होइन कसरी गर्न सकेको होला भन्ने लाग्छ क्या होइन। यो चाहिँ भिडियो हेरेर एकदमै होइन मलाई चाहिँ एकदमै डर लागेर आयो है। तपाईँहरूले अझै पुरा भिडियोहरू हेर्न चाहनुहुन्छ भने युट्युबतिरहरू पनि अहिले आइरहेको छ होइन, गएर हेर्न सक्नुहुनेछ सर्च गरेर है। यो चाहिँ एकदमै डेन्जर घटना रहेछ।